जिल्लाको शान, बागमती दर देशको पहिचान। मण्डन देउपुर नगरपालिका सुन्दर छ यसको नाम। कृषि र पर्यटनको भूमि, विकासको उज्यालो धाम। यहाँको प्रकृति र संस्कृति बडा मिठो छ यो ठाउँ। हिमालको काखैमा काठमाडौँ नजिकै छ, पहाडी हावा पानी मनै लोभ्याउँछ। हिमालको काखैमा काठमाडौँ नजिकै छ, पहाडी हावा पानी मनै लोभ्याउँछ। बालुवापाटी, तिनदेउपुर, चरमण्डन, ज्याम्दी गाभिएर नयाँ जोस नयाँ उमङ्ग बारवडामा फैलिएर। पूर्वमा भम्लु पर्छ, पश्चिममा हप्तपुर काठमाडौँको सिमाना। उत्तरमा सिन्धुपाल्चोक, दक्षिणमा बनेपाल, पाँच खालको कामना। ब्राह्मण, क्षेत्री, तामाङ, नेवार, दनुवारको बाहुल्यता। हिन्दू, बौद्ध, इसाईको यहाँ मिलेर बस्ने मौलिकता। कृषि यहाँको मुख्य पेशा, पशुपालनको राम्रो छ साथ। फलफुल तरकारी उब्जाई बनाउँछन् सबले हात हात। धार्मिक स्थलहरू छन् धेरै, कश्यपेश्वर, त्रिनेत्रेश्वर, महादेव, ब्रह्मायणी, गणेश मन्दिर सबैमा छ आस्थाको भाव। धुलिखेल र बनेपाको बजारसँग जोडिँदा आर्थिक उन्नतिमा सब सँगसँगै दौडिँदा। विकासको बाटोमा लम्किरहेको यो हाम्रो प्यारो नगर, सक्षम नगरपालिका बनाउने सबैको छ यो रहर। युवाहरूको जोस जागर, महिलाको सक्रियता। मण्डन देउपुरको प्रगतिमा सबले दिन्छन् आफ्नो निपुणता। गुम्बा र मन्दिर, डाँडाको हरियाली, पर्यटनको सम्भावना फैलाऊ विश्वभरि नगरकोटको डाँडाबाट। हिमालको दृश्य हेर्दा मनै प्रफुल्ल हुन्छ, आनन्दले मनै हर्दा। विद्यालय, क्याम्पस, शिक्षाको ज्योति बालेर गुणस्तरीय ज्ञान दिई भविष्यलाई उज्यालो पारेर। काभ्रे जिल्लाको शान, बागमती दर देशको पहिचान। मण्डन देउपुर नगरपालिका सुन्दर छ